नमस्कार सम्पूर्ण साथीहरूलाई। आज म घुम्दै घुम्दै सिन्जुकूमा आइपुगेको छु अनि यस सिन्जुकू चोकमा यति धेरै मान्छेको आवत जावत छ हैन। अनि मैले पनि यस्तो भिडभाड के को रहेछ भनेर यसो हेरेको। यो चोकको नाम त बिरालो चोक पो रहेछ हैन। यहाँ यो माथि छ नि यो बिरालो चोकमा साँच्चैको एउटा भिडियो राखेर हैन बिरालो देखिँदो रहेछ के। त्यही भएर यो चोकको नाम बिरालो चोक राखिएको रहेछ। मान्छेहरूको धेरै नै चहल पहल हुने हैन अनि सबैजनाले भिडियो बनाउने हेर्ने गरेका छन् है। यहाँ मैले पनि बिरालोको भिडियो बनाएको छु हैन। सबैजनाले हेर्नु होला भन्न चाहन्छु। मैले पनि यो बिरालोलाई कैद गरेको छु हैन। सबैजनाले हेर्नु होला। ल हेर्नु त यो चोकको नाम बिरालो चोक रे। अनि यहाँ यो फिल्म जस्तै गरेर भिडियो राखिदिएको छ के बिरालोको। यो बिरालो घरि सुत्छ घरि उठ्छ घरि कुद्छ है। साँच्चै यो बिरालोले दायाँ बायाँ हेरेको छ है। सबै मान्छेहरूलाई हेरे जस्तो देखिन्छ क्या यसरी। मान्छेको भिडभाड पनि प्रशस्तै छ हेर्न न।